गुड मर्निङ हामी म दार्जिलिङ सेवारो अहिले चाहिँ हामी चाहिँ गोचला यौजो ठाकको लागि बिहान है क्षमाथाङबाट त्यस्तै हामी सुरुवात 4 बजी स्टार्टिङ गरेको थियो र अहिले चाहिँ हामी यहाँ पोइन्टमा गोचलामा आइपुगेको छु है। हेर्नु होला यो चाहिँ बिहानको तपाईँ 5 बजीको है सिनी हो। फुखाङजिन जेङ्गा गोचला पास गोचा पिक गोचला छु गोचा लेक सेकेन्ड भ्यू पोइन्ट मनपन्दिम। अहिले चाहिँ हामी गोचला सेकेन्ड भ्यू पोइन्टदेखि पास तर्फ लागिरहेको छ है। यो चाहिँ तपाईँ गोचला पास हल्का धुमिरहेको छ र यसको ब्याक साइडमा फुखाङजिन जेङ्गा र माउन्ट कञ्चनजङ्घा र हाम्रो टिम कन्टिन्यू हाम्रो यहाँ याप उहाँ चाहिँ एकदम भिडियोमा बनाउनुमा बिजी हुनुहुन्थ्यो मासु नाच्नु। यहाँ आगाइसे हेलो उहाँले चाहिँ टुर सबै प्लान गर्नुभएको हाम्रो नेकर बिकज अफ हिम ओन्ली हामी यहाँसम्म आइपुग्यो। थ्याङ्क यू आगाइसे लासोला गोचला पास टु ला मा चाहिँ हिजो चाहिँ छिगे र अष्टमी थियो है र दसैँको मारको दिन थियो र त्यो दिन चाहिँ पुरा युङ परेको हेर्नुहोस् युङ पुरै थियो। युङ ज्यादा परेर हामी चाहिँ रेस्ट बस्यो है। मनपन्दिम यति साह्रो युङ परेको थियो र आज चाहिँ हामी फेरि सुरुवात गरिरहेको छौँ र अहिले चाहिँ हाम्रो ग्रुपहरू योङजो ठाक नेकर यो फर्स्ट नेकर स्टार्टिङ सेप्टेम्बर 26 स्टार्ट गरेको थियो र अहिले 1 तारिक है अक्टोबर र उहाँहरू हिँड्नुहुँदैछ हाम्रो यापु टपमा हाम्रो आइलाहरू। यो गोचला पास पुग्नु आँटेको छ हो। गोचला पास यो माथिको पास तपाईँहरूलाई टक्कै पास पुग्यो भने देखाउने होला छु। टोटल हाम्रो ग्रुप है 25 टोटल छ स्टाफसँग र हाम्रो अहिले लिड गर्नुहुँदैछ हाम्रो यापुले र हाम्रो अझै अदर ग्रुप चाहिँ यहाँ पारी मात्रै आइपुग्दैछ। पारी हो 3 6 9 लाई 10 जना छ हामी 6 जना अगाडि छ 16 जना छ र आधी चाहिँ भरे आउँछन्। हिजो चाहिँ गे अष्टमीको दिन चाहिँ मार थियो। मारको दिन चाहिँ यस्तो युङ परिरहेको छ हो पुरा युङ हेर्नुहोस् पुरै युङ छ। गोचला पासमा जम्मै युङ परिरहेको छ। क्यामेरामा चाहिँ कम्ती देख्छ हो यहाँ चाहिँ पुरै परेको छ। गुड मर्निङ खामी मोटा स्टिल गुजाङपो सेवारो नमस्कार र आज हाम्रो योङजो ठाक नेकर ग्रुप हामी आइरहेको छु र हामी गोचला पोइन्टमा र हाम्रो यात्रा थियो योक्सुमदेखि लगभग 9 दिन या 10 दिनको र हिजो चाहिँ के भयो भन्दा चाहिँ हिजो छिगे पनि हो अष्टमी है मार थियो। त्यो दिनमा हामीले धेरै दुःख कष्ट हाम्रो ग्रुपले झेल्नु पर्यो किनकि धेरै युङहरू परेर है पानीहरू परेर र आज चाहिँ छेकुको दिन चाहिँ हामी यसो योङजो ठाक नेकर हामी सुरुवात गरिरहेको थियो र बिहान हामी करिबन 4 बजी है 4 बजी स्टार्ट गरेको थियो र 6 बजी टक्कै गोचला पासमा हाम्रो समिट भइरहेको छ र यहाँ चाहिँ 16,500 फिट है गोचला पास र यसरी हाम्रो समिट भइरहेको छ। हेलो गाइस उहाँ चाहिँ स्पेसल डब्लुडब्लु एपको कुक 3 बजी होइन 4 बजी 4:30 हिँड्छु भनेको 4 बजी कहाँ 3 बजी हिँड्ने हिजो पो हिँड्ने 3 बजी त त्यहाँबाट त 2टा मात्रै रहेछ 4वटा भनेको एउटा त्यहाँ एउटा यहाँ रहेछ हो 2टा 4वटा क्यामेरा यहाँसम्म मात्रै लाग्थ्यो क्यामेरा यही हो पास 4वटा क्यामेरा भने 2टा मात्रै रहेछ।
यहाँ चाहिँ अहिले हामी टक्कै यो चाहिँ तल थाङसिङ लामुने मनपाण्डिम पनि छोप्यो। अब यङजो ठाक र फु खाङचन जेङ्गा है। फाइनल हामी आइपुग्यो गोचाला। फाइनल चाहिँ आइपुग्यो हो। फाइनल यो चाहिँ हाम्रो स्नो लेउपार्डको लागि क्यामेराहरू पनि यस्तो भइसकेछ पुरा युङले। फाइनल आइपुगे यो फु खाङचन जेङ्गा। यो मुनि यङजो ठाकको रेन्ज हो। अनि जति पनि छ हाम्रो यो पिकमा अब छोङ्गाला तर छोङ्गा तल चाहिँ हाम्रो ह्याप हाम्रो नेकर ग्रुप। यहाँ गोचाला पोइन्ट, गोचाला पास, गोचाला यहाँ हो हाइला मनपाण्डिम। यो पर हाम्रो उताको रेन्ज देख्छ थोलुङ पिकको ब्याक साइड यो गोचाला पिक। यो छ नि ल जेङ्गा भयो है। जेङ्गाको छेउमा छ यहाँ चाहिँ हामी यङजो ठा अहिले जाँदैछु है। यङजो ठाको लागि हामी यहाँ पासमा छु र यो छोङ्गा तल यो फु खाङचन जेङ्गा मनकञ्जङ्गा है। यो चाहिँ गोचाला पिक र यहाँ चाहिँ गोचाला पास। त्यहाँदेखि यो तोलुङ पिकको ब्याक साइड यो तल थाङसिङ छेमाताङ सेकेन्ड भ्यू पोइन्ट। यो मनपाण्डिम हामी मनपाण्डिमको थम्जअप पिकबाट चाहिँ सर्टकट हुने र हामी फाइदा बेजागुरु माने धुङयुर टुल्सेगन या छेतिन ग्याताङ गे कर हुन्छ भनिन्छन् हो। यसको ब्याक साइडमा यङजो ठाक यही हो जग्गा है। मन खाङचन जेङ्गा भन्नु है। कन्जाङा ब्याक राखेर फु खाङचन जेङ्गा र यङजो ठाकको बिचमा चाहिँ तपाईँको थिङ्गुङ मुन सलाङले जति नै पाराममा र पसिङहरू बाँसहरू रोपेको छ र जति पनि थेकुङगाल 13th सेन्चुरीको हिस्टोरीमा उहाँहरू हुनुहुन्छ र थिङ्गुङ मुन सलाङ आउने जग्गा माइल्याङ भनौँ न है। साङ्ग्रिला चाहिँ तपाईँहरू यही हो साङ्ग्रिला है। यहाँदेखि अर्को साङ्ग्रिला छैन। हाम्रो सिक्किमको भिल डेमाजोङको है साङ्ग्रिला हेड एन्ड प्याराडाइस भन्छ। यस्तो चाहिँ साथी हो यस्तो हेर्नुहोस् यस्तो छ। जब यङजो ठाक नेकर गर्दा मात्रै पोइन्टमा आउनु पाउँछ नेकर होला सबैले लोकलहरूले। वेदर एकदम राम्रो भयो। रेडी यत्तिको चाहिँ युङ परेको छ है ल। यत्तिको चाहिँ युङ चाहिँ यत्तिको चाहिँ छ है ल।